नमस्कार, तपाईलाई स्वागत छ लुम्बिनी प्रदेशको रमणीय रोल्पा जिल्लामा अवस्थित जलजला क्षेत्रको छोटो भ्रमणमा। जलजला रोल्पाको थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, रोल्पा नगरपालिका र परिवर्तन गाउँपालिकाको सीमामा फैलिएको ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्त्व बोकेको सुन्दर पहाड हो। जलजलामा वैशाख, जेठ र साउन पूर्णिमाका दिन मेला लाग्छ। कैलो बराह, बज्यू बराह, सतदेव बराह र 12 भाइ बराहको पूजा गर्ने प्रचलन छ। भक्तजनहरूले भेडा र कुखुरा बलि चढाएर पूजा गर्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ। मन्दिरदेखि करिब 20 मिनेट टाढा रहेको भामा गुफा किम्वदन्ती अनुसार 12 भाइ बराह र 22 बहिनी बज्यू बराह उत्पत्ति भएको ठाउँ मानिन्छ। वरिपरिको क्षेत्रमा थुप्रै झरना, जङ्गली पशुपक्षी, सुन्दर वनस्पति र थरीथरीका फूलहरूले सिँगारिएको देखिन्छ। यहाँबाट सिस्ने हिमाल, पुथा र धौलागिरी हिम श्रृङ्खलाका मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। समुद्री सतहबाट करिब 3000 देखि 3650 मिटर उचाइसम्म फैलिएको जलजला रोल्पाकै अग्लो स्थानहरूमध्ये एक हो। वसन्त ऋतुमा गुराँसका झ्याङहरू फुलफुलिएर रमणीय दृश्य दिन्छन्। हिउँदका महिनामा जलजला शीतको सेतो पत्र ओढेर थप आकर्षक देखिन्छ। यहाँ घोरल, थार, रतुवा, हरिण, बँदेल, बाघ, चितुवा, भालु, दुर्लभ रेड पाण्डा तथा डाँफे, मुनाल, कालिज सहितका चराचुरुङ्गीहरू पाइन्छन्। जडीबुटी तथा अनेक थरी फूलहरूको समेत यही वरिपरि बसोबास छ। राष्ट्रिय प्रकृति कोषद्वारा संरक्षित यो क्षेत्र गोरिल्ला ट्रेकिङ ट्रेल र खाम पदमार्गको आधारभूमि हो। गोरिल्ला पदमार्ग माओवादी जनयुद्धकालीन घटनाको साक्षी मात्र होइन, प्राकृतिक सुन्दरताको स्रोत पनि हो। अग्ला पाखा, खोज, भीर र मगर बस्ती पार गर्दा यहाँको सांस्कृतिक र ऐतिहासिक महत्त्व थाहा पाउन सकिन्छ।
10 वर्षे जनयुद्धको अध्ययन र युद्ध पर्यटनको अनौठो अनुभव खोज्नेहरूका लागि यो पदमार्ग उपयुक्त गन्तव्य हो। यदि यो क्षेत्रको प्रचार प्रसार र उचित व्यवस्थापन गर्यो भने लुम्बिनी प्रदेशमै सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने धेरै सम्भावना छ। गोरिल्ला पदमार्ग र खाम पदमार्गको अनुभव लिन रोल्पाको जलजला क्षेत्र तपाईलाई सदैव स्वागत गर्दछ। आउनुहोस्, इतिहास, संस्कृति र प्रकृतिको सङ्गम अनुभव गरौँ।